हेलो एभ्रिवान वेलकम टु माई ब्लग। यो चाहिँ मेरो पहिलो इन्टरनेसनल ट्रिप हो। हामी कतार एयरलाइन्सबाट कतार ट्रान्जिट हुँदै पोल्यान्डको वार्सा जाँदैछौँ। अहिले चाहिँ हामी कतार जाँदैछौँ। यो चाहिँ मैले प्लेनबाट खिचेको दृश्य। त्यसपछि हामी कतारको ट्रान्जिटमा पुग्यौँ। कतारको ट्रान्जिट पुग्यौँ र कतारमा एकछिन घुम्यौँ त्यहीँ वरिपरि। त्यसपछि हामी कतारबाट पोल्यान्डको लागि निस्क्यौँ र पोल्यान्डको आकाशहरू कति रमाइलो खालको छ। त्यहाँबाट नजिकै हाम्रो रुम, यो चाहिँ हाम्रो रुम 3 दिनको लागि पोल्यान्डको बार्सेलो भन्ने होटलमा। एकैछिन केही रेस्ट गरेर हामी चाहिँ बाहिर घुम्नको लागि निस्क्यौँ, म र मेरो हस्बेन्ड। त्यहाँनिर चाहिँ स्ट्रबेरी बेचिरहेको थियो, त्यो चक्लेट स्ट्रबेरी। त्यो खाएर फेरि हामी अर्को ठाउँतिर घुम्नलाई लाग्यौँ। हिँड्दै त्यहाँबाट हामी क्याब लिएर चाहिँ सपिङ मलतिर घुम्न गयौँ। हाम्रो बसेको ठाउँबाट नजिकै थियो यो जुन हामी गइरहेको सपिङ मल चाहिँ। एकछिन यहाँ बसेर टिकटक सिकटक बनायौँ, घुम्यौँ। एकछिन त्यहाँभित्रको कस्तो राम्रो खालको चक्लेटको ठुलो पसल थियो, जुनमा चाहिँ कति रमाइलो थियो भने त्यो सब चक्लेटहरू, यो सब चक्लेटहरू क्यान्डीहरूको थियो। पुरै यो जिराफहरू पनि क्यान्डीले भरिरहेको थियो। त्यहाँ एकछिन घुमेर बाहिर निस्क्यौँ। बाहिर निस्केर यो पानी भएको ठाउँमा चाहिँ एकछिन रमाइलो गर्दै दुईजना टिकटक बनाउन थाल्यौँ र घरतिर फर्क्यौँ। हामी बसेको होटल नजिकै चाहिँ एउटा पुल थियो, जुन यो कति रमाइलो थियो। त्यहाँनिर लाइटिङहरू मजाले। हामी दुईजना भएर चाहिँ एकछिन इभिनिङमा घुम्नलाई निस्क्यौँ। यो सकाएर यो चाहिँ फुटबल ग्राउन्ड थियो त्यहाँको। त्यहाँबाट एकछिन घुमेर हामी चाहिँ आफ्नै रुम होटलतिर गयौँ र भोलिपल्ट चाहिँ हामी रमाइलो गर्दै हिँड्दै थियौँ त्यहाँनिर। कति राम्रो इन्भाइरोमेन्ट थियो त्यो दिन हामी पुगेको बेलामा। त्यहाँ त्यति धेरै जाडो पनि थिएन, त्यति धेरै गर्मी पनि थिएन। यहाँ चाहिँ गएर हामीले टिकटक बनायौँ एकछिन। मेरो बुढालाई चाहिँ पुरै पोज दिदी फोटो खिच्नुपर्ने भएर फोटो खिचिराखेको छु मैले चाहिँ पोजमा। अनि फेरि रुममा आयौँ। रुममा आएर फ्रेस भएर ब्रेकफास्टको लागि गयौँ। आजको दिन चाहिँ हाम्रो गाइड एकजना आएर हामीलाई घुमाउन लिएर जानुभयो त्यहाँ नजिकैको ठाउँहरूमा। यहाँ कस्तो राम्रो खालको थियो, माथि कौसी जस्तो। यो चाहिँ एउटा म्युजियम थियो, जुनमा चाहिँ हामी त्यहाँनिर कुन प्लान्टहरूदेखि लिएर त्यहाँनिर कलेजहरूको त्यो प्रोग्रामहरू पनि राख्ने ओर्ने गर्दो रहेछ यो ठाउँमा चाहिँ। यसको माथिपट्टि कौसी जस्तो छ। यो चाहिँ हामीलाई त्यहाँ घुम्नलाई, त्यहाँबाट चाहिँ प्रायः सबै त्यहाँको वर्षको चाहिँ पुरै ठाउँहरू देखिँदो रहेछ र पुरै कस्तो राम्रो खालको इन्भाइरोमेन्ट पनि थियो। यो चाहिँ हामी डाउनटाउन जानलाई बाटो थियो, डाउनटाउन जान लागिरहेका थियौँ। कस्तो राम्रो फुलहरू बाटोमा। पछि भिडियो बनाउँदै हिँडिरहेको थियो। सबभन्दा अगाडिमा हुने चाहिँ हाम्रो गाइड हुनुहुन्छ,
त्यहाँमाथि चाहिँ यतापट्टिको हाम्रो सर हुनुहुन्छ र मेरो हस्बेन्ड। हामी चाहिँ डाउन टाउन छिरिसकेका छौँ। त्यहाँबाट हामी हिँड्दै 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 माथितिर घुम्दै घुम्दै गयौँ, ओल्ड टाउन गयौँ। यति राम्रो ठाउँ थियो त्यो, पुरै म्युजिकहरू बजिरहेको थियो त्यहाँनिर, प्रोग्राम जस्तै भइरहेको हुने रहेछ त्यहाँनिर प्रायः जसो। टन्न मान्छेहरू घुम्न लागिरहेको थियो त्यहाँनिर। सिटीलाई एक्सप्लोर गर्दै हिँडिरहेका छौँ हामीहरू चाहिँ। कति राम्रो फुलहरूले सजाएको त्यहाँनिर। यहाँनिर बसेर हामीले खाजा पनि खायौँ। त्यहाँबाट फेरि हामी घुम्नको लागि निस्क्यौँ र अर्को ठाउँ जाँदैछौँ। बच्चाहरूलाई घुमाउन ल्याइरहेको रहेछ स्कुलबाट। यति धेरै हिँडी हामी त्यो दिन मस्त घुम्यौँ। दिनभरि हामीलाई गाइड चाहिँ प्रोभाइड गरेको थियो कम्पनीबाट। Thank you for watching. Do subscribe, show some love, guys. This is my first show. Don't hate, don't judge, and help me with it.